सम्बन्धी लु सेवाड हो चक्रप्रसाद हस् हुन्छ नमस्कार है गर्व लाग्छ है तपाईँको ल म केही बोल्नु पर्ने भयो त हाम्रो दाजुले भने जस्तो मलाई पनि त्यस्तो खास बोल्न आउँदैन त्यही पनि बोल्नै पर्ने भएको कारणले गर्दाखेरि बोलिरहेको छु धेरै वर्ष भयो करिब 15 वर्ष जति भयो एक्लै पनि बोलिरहेको छु अब चाहिँ एक्लै नहिँड्नु पर्यो भनेर एउटा संगठन बनाऊ कि भनेर पनि बोलिरहेको छु बोल्न बाध्य भइदो रहेछ नत्र भने यो खाएको खाना होइन तपाईको चाहिँ बोल्दाखेरि पनि उकालोमा हिँड्दा भारी बोक्दा मात्रै होइन बोल्दाखेरि पनि त्यसको क्यालोरी घट्छ भन्थ्यो है महँगो चामलको खाना खाइन्छ किन बोल्नु पर्थ्यो होला र बाध्यता पर्दो रहेछ त्यसले गर्दाखेरि हाम्रो दाजुले भने जस्तै उहाँ पनि बाध्यताले गर्दाखेरि बोल्नु हो मैले छोटो मात्रै उहाँको परिचय पाउँदाखेरि उहाँ यहाँको निकै ठुलै समाजसेवी हुनुहुन्छ मलाई जहाँसम्म लाग्छ हाम्रो दाजुलाई धन्यवाद छ यो भेला जम्मा गर्नको लागि सहयोग गर्नुहुने हाम्रो युवा भाइ कता जानुभयो दिलीप सर दिकपाल अब सर भन्दा पनि भाइ भन्दा पनि होइन उहाँलाई पनि धन्यवाद छ र यहाँ भेला हुनुभएका सम्पूर्ण यो भोजपुरको स्थानीय आमा बुवा दाजु भाइ दिदी बहिनी भान्जा भान्जी र जेन्जी अझ जेन्जी पनि भन्नुपर्छ नत्र फेरि कुटाइ खाइदो रहेछ सबैजनालाई एकमुष्ट सेवा ढोक नमस्कार गर्न चाहन्छु म चाहिँ अस्तिको दिन यतैबाट गएको थियौँ अब यो के अरे मान्छे र पानी चाहिँ एउटै रहेछ जस्तो लाग्छ पानी पनि एउटा सानो सिम खोल्साबाट बग्दै 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 एउटा खोलामा पुग्छ बग्दै बग्दै एउटा ठुलो नदीमा पुग्छ बग्दै बग्दै ऊ सागरसम्म पुग्न सक्छ हामी जहाँ पुगे पनि जे गर्दै गरे पनि आफ्नो पुर्खाले टेकिराखेको माटो बिर्सनु हुँदैन आफ्नो पुर्खाले घर बिर्सनु हुँदैन भनेर म वर्षमा एकचोटि चाहिँ खोटाङको उभो खोला हो मेरो घर चाहिँ खारतम्सा फेदी भन्ने सुन्नु भएको छ कि छैन पाँथेका भन्ने ठाउँहरू पुरानो चाहिँ अहिले चाहिँ के गुलासगढी वडा नम्बर 2 मा चाहिँ पर्छ चोखाने भन्ने सानो एउटा गाउँमा जन्मेको मान्छे म र त्यो गाउँमा चाहिँ वर्षैपछि जान्छु र त्यही जाने क्रममा यसपालि पनि म त्यहाँनिर चाहिँ तिहारको छुट्टी लिएर गएको खास त्यस्तो कुनै कार्यक्रम राखौँला यता त्यता गरौँला भनेर गएको थिइनँ तथापि